आज चाहिँ निन्दै पुगिरहेको छैन किनभने चाहिँ तपाईँको यो घर पहिरो जाला हैन भत्किएर फेरि थिच्ला भन्ने एउटा टेन्सन अर्को फेरि चिसो जाडो एकदमै धेरै यहाँ असार महिना लागिरहेको छ एकदमै चिसो यहाँहरूको चाहिँ एउटा बिछाउने एउटा ओर्ने कम्बल हुँदो रहेछ म चाहिँ घुम्न आएको मान्छे अब न के अब मसँग जे छ सिर्फ शरीर कपडा अनि त्यो ब्यागमा बोकेको छ 1-2 वटा त्यति मात्रै निकै चिसो पनि भयो र अब रातभरि आगो जलाएर बसौँ भने पनि अब आगो सेकौँ भने पनि अब दाउराको हालत यहाँ चाहिँ अब दाउरा भेट्नको लागि चाहिँ यहाँदेखि अब 2 घन्टा दूरी टाढा जानुपर्ने रहेछ 2 घन्टा टाढा गएपछि बल्ल दाउरा मिल्ने रहेछ यहाँ दाउराको अभाव निकै अभाव पानी चाहिँ यहाँ नजिकै रहेछ र अवश्य पनि मैले अब दाउरा यहाँ के कस्ता जलाइरहेका छन् साथीहरूले अब त्यो पनि धेरीमा साथीहरूले अरूलाई चाहिँ धेरी दिएर ज्याला दिएर बतुलेर ल्याइदिनु भनेको रे त्यो दाउरा मैले खिचेको छु हजुरहरूलाई म देखाउने छु हेर्नु होला र यहाँ चाहिँ खानामा चाहिँ एकदमै रोटी बनाएर दिनुभएको छ उहाँहरूले मलाई भिडियोमा पनि लास्ट ठुलो देखिन्छ होला सायद यो म खाएर चेक गर्छु कस्तो छ यहाँ चाहिँ अहिले आज मौसम थोरै गडबडी छ दायाँ बायाँ हिउँ देख्न सकिन्छ खोला खाल्छ हिउँ चाहिँ राम्रोसँग पक्लिया छैन हिउँ अझै पनि देख्न सकिन्छ असारको महिना हो तर पनि यतिसम्मको चिसो एरिया छ यहाँ है जस बेरेट चाहिँ दामी बनाउँदो रहेछ नि हल्का सुगर राखेर है यसमा तेलमा चाहिँ मजाले यस्तो रातो नसम्म पकाउँदो रहेछ मलाई चाहिँ यहाँ बस्ने साथीले खानु है भनेर चाहिँ दिनुभएको है अब आज मैले चाहिँ बजार एरिया छोडेको 1 हप्ता भयो 1 हप्तामा चाहिँ मैले बोकिया चाउचाउ विशेष सबै सिद्धिसक्यो अब यहीँको सँगसाथीहरूसँग यसो चिन्जान गरेर अब परिचय गरेर एक खाने घुम्ने तर आज लास्ट दिन हो अब चाहिँ मेरो यात्रा चाहिँ नेपाल सुरु हुँदैछ म चाहिँ नेपालतिर आउँदैछु साथीहरू दिनुहोस् म चाहिँ 1 विक भित्रमा चाहिँ नेपाल प्रवेश गरिसकेको हुनेछु है अब अझ यहाँदेखि बेरेट चाहिँ निकै स्पेसल रहेछ है दामी छ 2 वटा दिनुभएको छ अर्को पनि छ खमखम लाग्दो खालको छ देख्दाखेरि खाँदाखेरि गुलियो छ यसमा चिनी राखेर बनाउँदा रहेछ उहाँहरू चाहिँ भेडा बाख्रा लिएर गइसक्नु भयो जङ्गलतिर जङ्गल त यहाँनिर अब जङ्गल छँदै छैन हैन अरू खुल्ला एरियातिर म चाहिँ अब यहाँबाट लास्ट भिडियो बनाएर फिर्ता हुँदैछु अब यात्रा जे होस् नेपालको सुरु हुँदैछ अब आज यहाँ गएर आधा बाटो बस्छु तलतिर आधा गाउँमा गएर बस्छु अनि त्यहाँदेखिबाट तलतिर फेरि अर्को गाउँमा भोलिपल्ट फेरि घुम्दै फेरि अर्को ठाउँमा गएर बस्छु अनि फेरि पर्सि मात्रै तल जहाँ गाडीको रोड भेटिन्छ ठुला सहर बजार मेन सिटीमा पुग्छु नि त्यहाँदेखि बाहिर चाहिँ गाडी चढेर चाहिँ अब नेपालको यात्रा 2 दिनको यात्रा गाडीमै इन्डियाको हुनेछ मेरो अनि फेरि 2 दिनको यात्रा गाडीमा नेपालको हुनेछ अनि त्यसपछि म घर पुग्नेछु नुहाउने धुने अब त्यस्तो केही पनि सेवा सुविधा यहाँ छैन एकदमै चिसो छ यहाँ पानी नै पिउन सकिँदैन यहाँ पानी त तपाईँको छैन त यस्तो चिसो यस्तो चिसो पानी हाम्रो उता नेपालमा फ्रिजमा पाइन्छ यस्तो पानी यहाँ चाहिँ ओरिजिनल मूलकै पानी त्यहाँनिर नजिककै मूल छ त्यो मूलमै भरिएको थिएँ मलाई अहिले आज म 1 विकको समयमा यो इन्डियाको पहाडी इलाका छिमेकी देश भारतको पहाडी इलाकामा जहाँ हिउँ भएको ठाउँ भेडा बाख्राहरू धेरै पाइने ठाउँ त्यो ठाउँमा चाहिँ एक्लै जस घुमफिर गरेँ सँगसाथीहरू त हुनुहुन्थ्यो तर उहाँहरू चाहिँ ब्याक भइसक्नु भयो म एक्लै भए पनि तलतिरबाट हेर्दाखेरिमा चाहिँ यो ठाउँमा आउन अर्थात् त्यो ठाउँमा तलतिरबाट हेर्दाखेरिमा त्यो ठाउँमा पुग्न चाहिँ अलिकति गाह्रो नै छ होला जस्तो लाग्थ्यो एकदमै हाइट देखिन्थ्यो तर त्यहाँ पुगेपछि त भिर वन पाखा बाघ भालु स्यालहरू हुन्छन् होला भन्झै देखिन्थ्यो तलबाट हेर्दाखेरिमा तर यहाँ आउँदाखेरि निकै रमाइलो रहेछ हेर्नुहोस् त 1000-1500 भेडा बाख्रा रहेछ यहाँ गाईहरू अनि त्यसै गरी घोडाहरू अलिकति अभाव भन्ने कुरो चाहिँ अब रासन लिएर खानको लागि दाल चामलहरू लिएर खानको लागि चाहिँ एकदमै दुःख है जङ्गलको बाटो बोकेर ल्याउनु पर्ने एउटा दुःखको कुरो भन्नुपर्छ र त्यसै गरी मोबाइल चार्जरको एउटा अभाव रहेछ मोबाइल चार्जर गर्न चाहिँ अब बिजुली कहाँ पाउनु हैन यो अब 4-5 घण्टा बिजुली भएको ठाउँदेखि टाढा भएपछि त अब मैले पावर ब्याङ्कमा चार्ज गरेर लिएर त्यही बाटै अब चलाइरहेको थिएँ अब बन्द हुन लागिसक्यो
भोलि पनि पुग्न मुस्किल छ। म चाहिँ अब फिर्ता हुन लागिसकेँ। तलतिरबाट त भट्किन लागिरहेको छ कि हो, आम्मामा झन् राति भट्किएन सुते बेला। यहाँ बस्ने दाइलाई भने अब ख्याल गरेर बस्नु है भनिदिएको छु मैले। अब यति बेला चाहिँ हाम्रो घरको सतर चाहिँ अब लागिसक्यो। यहाँनिर यो भित्र फेरि गाईहरू छिर्छ नि त, त्यो गाई छन् यहाँ, खच्चरहरू छन् होइन, त्यो भित्र नजाओस् भन्ने हिसाबले गर्दाखेरि अब सतर लगाएर अब चाबी लगाइसकेपछि अब हामी यहाँदेखि आउट हुँदैछौँ। आज चाहिँ यो घरमा एक रात पनि सुतियो। साथीहरूले हेर्दा बित्तिकै तपाईँहरूले झ्याप्पै हेर्दाखेरि यो ओदार जस्तो लाग्छ होला, तर ओदार नभएर चाहिँ यो घर हो है। अब यहाँ गाह्रो देख्न सक्नुहुन्छ त, यसरी माथि छानो छ। एक रात सुतियो, जाडो यस्तो जाडो भयो है, निन्द्रा पनि परेन। यो फेरि पहिरो जान्छ होला भनेर निन्द्रा पनि नराख्ने कि भत्कियो भने थिच्छ होला भनेर फेरि अब यस्तो छ। अब माथि छानो देखाउँदैछु म तपाईँहरूलाई। छानो चाहिँ माथि हो, हाइट छानो हो, टप छानो। यो मुनतिर यो तलतिर भित्र बाहिर गर्ने ढोका छाने छ। अब यहाँ तलतिर अब यो चाहिँ ढोका है, यो ढोका लगाउनु बाँकी छ। अब हामी यहाँदेखि निस्किसकेपछि ढोका लगाउनेछौँ। यो चाहिँ माथि छानो देख्न सक्नुहुन्छ है। अब जाडो चाहिँ किसिम भयो। अब हेर्नु त छानो मजाले गाह्रो लगाएर बनाएको। मलाई रातभरि टेन्सन लागेर यो पहिरो गएर थिच्छ होला भनेर निन्द्रै लागेन। एक रात सुतेँ म योमा चाहिँ है, यो घरमा चाहिँ म एक रात सुतेँ। घरको छानोको अवस्था यस्तै छ। धन्न पानी चाहिँ आएन, पानी आएको भए चुइन्थ्यो होला। फेरि रातभरि आगो फुकेर तापौँ भने पनि दाउराको हालत म तपाईँहरू देखाइदिन्छु। दाउरा कस्तो छ यहाँ, दाउराको एकदमै हत्ते। फेरि दाउराको निकै खाँचो आवश्यकता यहाँ, दाउरा नपाइने। यहाँदेखि दाउरा भेट्नलाई चाहिँ 2 घन्टा तारा जानुपर्ने रहेछ। अब दाउरा हेर्नुहोस्, दाउराको अवस्था यस्तो छ। यो चाहिँ अब ढेरीमा चाहिँ ज्याला दिएर अब अरूलाई चाहिँ कामदारलाई चाहिँ गरेर बतुलेर ल्याइदिन भनेको भन्दै हुनुहुन्थ्यो। यो चाहिँ खाना बनाउने दाउरा। माथितिर अब भेडाहरू देखिरहेको छ माथितिर हल्का, एकदमै लास्ट हाइट डाँडा हो यो। माथिको जुन भेडा देखिरहेको माथिको त्यो डाँडा चाहिँ एकदमै लास्ट डाँडा। भेडाहरू चाहिँ यति बेला जोस जङ्गल जाँदैछन्। रातको समयमा एक ठाउँथि अब थुप्रिएर गुट बाँधेर चाहिँ बस्दो रहेछन्। अब बिहान भइसकेपछि गुवालाई चाहिँ अगाडि सित्थी मारेर हिँडिदिने होइन, पछाडि अब हेर्नु त अब कति मजाले गइराखेका छन्। कुकुरहरू पनि गइराखेका छन् साथमा। अलिकति भेडालाई बाख्रालाई टच मात्र गरे पनि कुकुरले टोकिहाल्छ, त्यो भएको हुनाले चाहिँ टच गर्नै मिल्दैन। अलिकति टाढैबाट बसेर चाहिँ भिडियो बनाइराखेको छु मैले। कति साना हेर्नु त बच्चाहरू, भिडियोका बच्चाहरू। मैले गनिएको 1 देखि 100 सम्म चाहिँ गने, त्यहाँदेखि चाहिँ गर्ने सकिनँ। धेरै छन् यहाँ, 150 भन्दा माथि नै होला लगभग। एकैजनाको रहेछ यो। गुवाला पनि एउटा मात्र छ, साथमा कुकुर छन् 2वटा। एकदमै डरका मर्नु छन् कुकुरहरू। हेर्दाखेरि नपताएका छन्, तर यिनीहरू चाहिँ एकदमै मान्छे जसरी यो भेडा बाख्राले अलिकति टच मात्र गर्यो भने झौकिने, भुक्ने, टोकिहाल्ने, कुनै पराई मान्छे आएर त्यो छुनै नहुने यस्तो है अब कुकुरहरू छन्। मायाको भोक छ, तिम्रो हँसिलो मुहारमा प्रेमको रोग छ, तिम्रो रसिलो